जर्नलिस्ट फर जस्टिस नेपाल हाम्रो यो संस्था नेपाल र विश्वभर रहेका पत्रकारहरूको साझा मञ्च बन्छ भन्ने विश्वासका साथ हामीले यो संस्थाको स्थापना गरेका हौं। र जर्नलिस्ट फर जस्टिस नेपालले खाली पत्रकारको मात्रै कुरा गर्दैन। हामी सम्पूर्ण मानव जातिको हित रक्षा प्रवर्धन र सार्वभौम सत्ताको पनि वकालत गर्नुपर्छ भन्ने विश्वासका साथ जर्नलिस्ट फर जस्टिस नेपालले एउटा सानो प्रयास म्युजिक फर पीस प्रोग्रामबाट सुरुवात गरेको छ। यो म्युजिक फर पीस प्रोग्रामको आयोजना केवल सङ्गीत अथवा गीत सुन्ने मनोरञ्जन लिने मात्रै नभई अहिले विश्वभरि चलिरहेका युद्ध, जो युद्धको बर्बरता र त्यो युद्धले निम्त्याएका विभिन्न किसिमका सङ्कटहरू छन्, ती सङ्कटको समाधान शान्तिपूर्ण ढङ्गले र वार्ता मार्फत खोजिनुपर्छ भन्ने हाम्रो विश्वास छ। जर्नलिस्ट फर जस्टिस नेपाल यस कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावहरूमा हार्दिक स्वागत गर्दछ र हामी यो संस्थाको उद्देश्य र यो संस्थाको काम, कर्तव्य र कारबाहीबारे विस्तारै हाम्रा कामहरूले देखाउँदै जानेछन् र हामीले यो मञ्चबाट हाम्रो संस्थाको बारेमा धेरै बखान गर्नुपर्छ र लम्बेदान पुरा गर्नुपर्छ भन्ने कुरामा विश्वास राख्दैनौँ। र यो संस्थामा अहिले सक्रिय ढङ्गले पत्रकारिता गरिरहेका यङ जर्नलिस्टहरूको एउटा समूह छ र यो यङ जर्नलिस्टहरूको समूहलाई मेन्टरसिप गर्नलाई हामीसँग लामो समयदेखि पत्रकारितामा अनुभव भएका र विभिन्न क्षेत्रमा आफ्नो अनुभव सङ्घाल्नु भएका केही सिनियर महानुभावहरू हुनुहुन्छ, जसले हामीलाई मार्गनिर्देशन मात्रै गर्नुहुन्न, मानव जातिको अस्तित्व रक्षाका लागि र मान्छेको जीवनलाई अझ सार्थक तुल्याउनका लागि के गर्न सकिन्छ त्यो कुरा यो जर्नलिस्ट फर जस्टिस नेपालले गर्छ भन्ने विश्वासका साथ उहाँहरूले हामीलाई मेन्टरसिप गरिरहनु भएको छ, अभिभावकत्व गरिराख्नु भएको छ र हामी उहाँहरूप्रति पनि कृतज्ञ छौँ। र कार्यक्रममा उपस्थित सम्पूर्णमा म धेरै लामो लम्बेदान पुरा गर्नुभन्दा जर्नलिस्ट फर जस्टिस नेपालको आयोजनामा भएको कार्यक्रमको सङ्गीतले यहाँहरूको मन मस्तिष्कलाई मनोरञ्जन मात्रै नभई विश्व शान्तिको अपिलको एउटा अध्यायको सुरुवातको रूपमा अगाडि बढाउनेछ, हामीलाई त्यो विश्वास छ। र यो कार्यक्रमको लागि हामीलाई सहयोग गर्ने रसिन हाउसका डेपुटी चिफ साकुस, हाम्रो यो रसिन हाउसको प्रोग्राम म्यानेजर सन्तोष कार्कीजी लगायत कार्यक्रममा उपस्थित सबैमा म हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दै यहाँहरूको यो निरन्तर साथ, समर्थन र शुभेच्छाको अपेक्षा पनि गर्दछु। र हामी अहिले स्कुलका बालबालिकाहरू पनि देखिरहेका छौँ, हामी उहाँहरूलाई पनि विशेष स्वागत गर्न चाहन्छौँ। तपाईँहरू यो देशको र यो सिङ्गो मानव जातिको भविष्य हो, तपाईँहरूले पनि शान्तिका निमित्त विशेष पहल गर्नुहुनेछ भन्ने विश्वास लिएका छौँ। तपाईँहरूको यो उपस्थितिले आज विश्वभरि चलिरहेका युद्ध र युद्धको त्रासदीबाट मानव जीवनमा परिरहेका सङ्कटलाई तपाईँहरूको उपस्थितिले ठुलो एउटा सन्देश दिनेछ भन्ने विश्वास मैले लिएको छु र हाम्रो संस्थाले पनि लिएको छ। साथै आज हाम्रो यो कार्यक्रममा कलिला हातहरू जो अहिले पनि स्कुल धाइरहेका छन्, ती हातहरूले बजाउने सारङ्गी, बाँसुरी, तबला र विशेष प्रस्तुतिले यहाँहरूको यो उपस्थितिलाई अझ गरिमामय बनाउनेछ। र हामी केही शङ्खनाददेखि लिएर हामी शान्तिका निमित्त विभिन्न किसिमका कार्यक्रम पेश गर्नेछौँ र अन्तिममा नेपालको परिवर्तनमा, नेपालको गणतान्त्रिक संविधान निर्माणमा अग्रणी भूमिका खेल्ने जिल्ला रुकुम, जो आज दुईटा जिल्लामा विभक्त छ, रुकुम पूर्व र पश्चिम, त्यहाँबाट पनि साना 9 जना बालिकाहरूले हामीलाई एउटा सानो नृत्य पठाउनु भएको छ। हिजो युद्धको लाल किल्ला भनेर चिनिएको रुकुमले आज शान्तिको अपिल गर्दैछ। विश्वलाई मानव जाति भन्दा ठुलो कुरा केही छैन, मान्छेको हक हित र मान्छेको अधिकार रक्षा भन्दा अर्को कुरा केही पनि छैन भन्ने सन्देश पनि दिनेछ। सम्भवतः धेरै लामो कार्यक्रम हुने छैन, म पनि धेरै लामो नबोलिकन यति कुरा राख्दै कार्यक्रममा उपस्थित हुनुहुने सबैमा हार्दिक आभार धन्यवाद व्यक्त गर्दछु।